नमस्कार हजुर। नमस्ते। हजुरहरूलाई झुम्का खबरमा स्वागत छ दाजु। धन्यवाद। दाजु यो जुन हाम्रो बारा क्षेत्रमा जुन अहिलेसम्मकै भनौँ न इतिहासकै चाहिँ यो हाम्रो जुन सय करोड जुन हाम्रो दीप प्रज्वलन हुन गइरहेको छ नि, यसबारेमा छोटो यसो सानो परिचय बताइदिनुहोस् न हाम्रो दर्शकहरूलाई। हाम्रो सुनसरी जिल्लाको बराक क्षेत्रमा 100 करोड दीप प्रज्वलन श्रीमद् भागवत महायज्ञ हुँदैछ। हजुर। राष्ट्र शान्ति, मानव कल्याण, कुलदेवता, पितृ उद्धारको लागि कार्यक्रम गर्न लागेको छौँ। हजुर। हामीले नेपालको 11 ठाउँमा गर्न लागेको छौँ। मैले चाहिँ 2 ठाउँमा गरिसकेँ, पशुपतिनाथ मन्दिर र मुक्तिनाथमा गरिसकेँ। अब 9 ठाउँमा बाँकी छ। यहाँ अहिले 100 करोड दीप प्रज्वलन हुँदैछ। विश्वमा पहिलोचोटि यति ठुलो बत्ती बल्दैछ होइन। यो के को लागि भन्दाखेरि हाम्रो धर्मलाई चाहिँ हामीभन्दा मुनिका जेनेरेसनलाई धर्म चाहिँ बिर्सिनै गए होइन। धर्मको प्रचार पनि हुने र 80% घर बिग्रियो। सबैको घरबाट चाहिँ 5 रुपियाँ बत्ती काटेर राखिदिनु होला भनेर हामीले चाहिँ पब्लिसिटी गरिरहेछौँ। सबैको घरबाट चाहिँ बत्ती लिएर लगेर हामी चाहिँ बराक क्षेत्रमा 100 करोड बत्ती बाल्दैछौँ। भनेपछि दाजु अब भनौँ न यो इतिहासकै सबभन्दा ठुलो जुन दीप प्रज्वलन गर्दै हुनुहुन्छ, यो चाहिँ हजुरले एक्लै गर्न आँट्नु भयो या हाम्रो जुन छ नि सहयोगी संस्थाहरूसँग सहयोग लिएर गर्दै हुन्छ कि? म एक्लै, मेरो लगानी मेरो हो। हजुर। होइन, अब यसमा लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धर्ना पनि जोडिनु भएको छ होइन। र अर्को वैकुण्ठ दिव्य धाम पनि जोडिनु भएको छ। लगानी पैसा सम्पूर्ण मै एक्लैले गरेको हुँ होइन। मैले 11 ठाउँमा गर्दैछु, नेपालको 11 ठाउँमा गर्दैछु। अहिलेसम्म 5 वर्षको अभियान हो मेरो। लगानी चाहिँ मेरो हो, तर म अब लगानी भन्न सकिनँ किनभनेदेखि मलाई हरेक नेपालीहरूले चाहिँ अब मलाई सहयोग गर्न थाल्नुभयो। मलाई बत्ती दिनुहोस्, मलाई तेल दिनुहोस् भन्दाखेरि होइन, सबैजनालाई तेल र बत्ती दिन थाल्नु भएको छ। सुरुवात मैले गरेँ। 100 करोड बत्तीको चाहिँ हामी सम्पूर्ण नेपाली एक हौँ। यो भगवान् रिसाउनु भएको छ, यो भगवान्लाई खुसी बनाउनको लागि हामीले यो ऐतिहासिक कार्यक्रम गर्दैछौँ। अब मेरो मात्र भन्दिनँ, हामी सबैको सुरुवात चाहिँ गाह्रो भयो, साह्रै गाह्रो भयो। धेरै धेरै धन्यवाद। हामी नेपालीहरूमा यति मनकारी छौँ, यति हामी चाहिँ विश्वासमा छौँ होइन। एकदमै खुसी लाग्यो। धेरै धेरै धन्यवाद। र बराक क्षेत्रमा सबैजना चाहिँ आउनुपर्छ है यो कार्यक्रमलाई, किनभने भगवान्लाई फकाउनु छ। राष्ट्र रोइरहेको छ, यहाँ हरेक परिवारहरू बिग्रिरहेको छन्, सबैको कल्याण होस् भनेर यो कार्यक्रम राखेको छौँ। आउनुपर्छ, बराक क्षेत्रमा आउनु होला। ओके। हाम्रो यो सुनसरीमा रहेको कुनै सामाजिक सङ्घ संस्था युवाहरूलाई केही भन्न चाहनुहुन्छ दाजु यस कार्यक्रम मार्फतबाट? यस्तो छ, मैले अघि नै भने म एक्लै थिएँ है। हजुर। म एक्लै थिएँ। संस्था हुनुहुन्छ। मलाई पहिला गाह्रो भयो होइन। अर्को 1-2 ठाउँमा नि कुरा गर्दै त्यहाँ पैसाको कमिसनको कुरा निक्ल्यो। म 5 पैसा दिनेवाला छैन, किनभने मैले गलत काम गरेको छैन होइन। त्यो कारणले गर्दा यता बराक क्षेत्रमा आयो। यहाँनिर बराक क्षेत्रमा उत्साह भइरहेको छ है। त्यहाँको समिति गुठीले, हाम्रो लोकल दाजुभाइहरूले सबैले कस्तो राम्रो सपोर्ट गर्नुभएको छ। मैले सोचेको थिइनँ है। अहिले हाम्रो इटरीको पारिपट्टि बलिया चोकमा चाहिँ हाम्रो अफिस छ, बत्ती कलेक्सन गर्ने अफिस छ। सबैजनाले बत्ती दिने, त्यहाँ आउने, ल के गर्नुपर्छ हामी छौँ भन्ने घर घरबाट सबैजनाले चाहिँ बत्ती कलेक्सन गरिदिनु भएको छ, तेल ल्याइदिनु भएको छ। म यहाँ एकदमै उत्साहित छु। यहाँ पूर्वमा सुनेको थिएँ कि मैले पूर्वमा मलाई डर पनि लागेको थियो होइन। म त काठमाडौँबाट आएको मान्छे होइन, तर पूर्वमा यस्तो राम्रो सपोर्ट भयो, यस्तो राम्रो सपोर्ट भयो। धेरै धेरै धन्यवाद। अझै पनि सपोर्ट गरिदिनु होला हजुरहरू मिडियाहरूले। हाम्रो कुरा मिडिया किनभने आँखा हो तपाईँहरू होइन। तेस्रो तपाईँको त आँखा हो नि त। यो चाहिँ हाम्रो कुरा, यो कुरा चाहिँ पब्लिकमा पुर्याइदिनु भएको छ। तपाईँहरूप्रति नि म आभारी छु। अझै सहयोग सपोर्टको आशा गरेको छु। पैसा नदिनु होला हामीलाई, तेल दिनु होला, बत्ती दिनु होला। र पूजाआजा भनेको यो तपाईँको पैसा कमाउने थलो बनाएको छ। यसको चिर्नको लागि म यो पनि आएको हुँ होइन। म अभियन्ता पनि हुँ। म लगभग 7-8 वर्षदेखि हिँडेको छु। पूजाआजा भनेको यसबाट होइन, यहाँबाट गर्नुहोस् भन्ने म सोच राखेको छु। 95% फटा छन् यो पूजाआजामा। महाराज स्वामी भन्छन्, खुट्टा मोल्न लाउँछन् है। हैसियत नभएका, पैसा कमाउने थलो बनाएका स्वामीहरूलाई पनि के भन्छु भने महाराजहरूलाई नक्कली बढी छन् है। नक्कली मैले सबैलाई भने फेरि 5% राम्रा पनि छन्, फेरि एकदम राम्रा छन्। तर धर्म भनेको के हो भन्दा यहाँबाट गर्नुहोस्, पैसाबाट नगर्नुहोस्। र गाडीमा एउटा स्टिकर टाँच्दैमा अनि माला लगाउँदैमा, लुगा लगाउँदैमा धर्म हुँदैन है। तपाईँहरू व्यापारी गर्नुहोस् भने पसल राख्नुहोस्। ओके, हस् त, धन्यवाद।